नमस्कार दर्शकबिन, यतिखेर म काठमाडौँको वसुन्धरामा छु, जहाँ चाहिँ मलेसियाको फ्लेक्स भन्ने कम्पनीमा हैन त फ्लेक्स हैन कम्पनीमा चाहिँ फ्री भिसा फ्री टिकटको डिमान्ड आएपछि काठमाडौँको वसुन्धरामा रहेको यो टाइटानिक मेन पावरमा आज प्री इन्टरभ्यूको लागि यत्रो जमातको लाइन देख्न सक्नुहुन्छ, जहाँ चाहिँ आज 9 बजे 10 बजेपछि इन्टरभ्यू हो। तर युवाहरू हिजो राति 8-9 बजेदेखि नै यहीँ खाएर यहीँ बसेर उनीहरू लाइनमा बस्नु भएको रहेछ। यहाँ चाहिँ कम्तीमा पनि 4-5 हजारको सङ्ख्यामा युवाहरू लाइनमा हुनुहुन्छ। यो जमातलाई देख्दा तपाईँहरूले के बुझ्न सक्नुहुन्छ भने यदि नेपालमा सजिलै वैदेशिक रोजगारको लागि जान मिल्ने हो भने कति युवा चाहिँ विदेश जाँदा रहेछन् भन्ने कुरा आजको यो भिडबाट पनि प्रश्न हुन्छ। र 70 वर्षसम्म देश चलाएका पुराना राजनीतिक दलको भाषण केवल भाषणमा मात्र सीमित रहेछ। यो त एउटा मात्र मेन पावर हो। नेपालमा काठमाडौँमा मात्र 2300 भन्दा बढी मेन पावरहरू छन्, जहाँ अरू मेन पावरको अवस्था कस्तो होला, त्यहाँ पनि मान्छेहरू कति होलान्, यो त एउटा सामान्य एउटा मेन पावरको आजको उदाहरण हो। त्यसैले अब आएको यो नयाँ सरकारलाई, बालेन सरकारलाई एउटा यो पनि चुनौती छ कि के अबको राजनीति हिजो 70 वर्षसम्म ती बुढाहरूले चलाएको जस्तै गरी नेपालको राजनीति चल्छ कि अब आउने नयाँ युवाहरूलाई चाहिँ नयाँ तरिकाबाट नेपालमै रोजगारीको अवस्था दिएर उद्योग कल कारखानाहरू स्थापना गरेर रोजगारी दिलाउन सकिन्छ। यो एउटा अहिले बन्न लागेको नयाँ सरकारलाई चुनौती पनि रहेको छ। हस्त, धन्यवाद।